अहिले हामी भासुको पडमा छौँ गाइज। हिजो राति बस ठक्क दिँदा हैन भिटापल्टी ढुङ्गामा लागेर ठक्कर दिँदा हामी चाहिँ अहिले भासुको भेडमा छौँ। हिजो राति 3 बजेदेखि चाहिँ हामी अहिले भासुको भेडमा छौँ। हाम्रो गाडी चाहिँ यता रोकिएको छ। छु हामी यहाँ यहाँ लागेको छ गाइस, देख्न सक्नुहुन्छ तपाईहरु। यो पछाडि पल्टीमा घुम्दाखेरि चाहिँ यो पछाडिको भाग लागेर यहाँको चाहिँ सिसा टुटे। एकदमै डेन्जर ठाउँमा ठोकिएको छ। यो चाहिँ भासुको भेडको गहिराई छ। गाडी बनाउने मान्छे चाहिँ आएको छैन। हिजो राति 3 बजे भएको हो। 3 बजेदेखि अहिलेसम्म हामी रोकेकै छौँ। गाडी घिर्सिएको ठाउँमा जाँदैछौँ हामी अहिले। हामी चाहिँ यो गाडी ठोकिएको ठाउँ पुगेका छौँ गाइस, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ सब काँचहरू झरेका छन् गाडीका। यो ठाउँमा चाहिँ यो ठाउँमा लागेको रहेछ त्यसको त्यो पछाडिको भाग। यो ठाउँमा देख्न सक्नुहुन्छ कति घिर्सिएको छ। यति राम्रो जग्गामा कसरी लगायो त्यसले यार? यहाँ पुरा खाली छ त यति जग्गा त। नालीमा हाल्न सक्ने रहेछ नि त यार। अनि यहाँबाट चाहिँ त्यसले नन स्टप गाडी यहाँनिर चाहिँ 2टा गाडी आवत जावत हुन्छ। त्यहीमै पनि यसरी ठोकाइदिएको छ। त्यसले चाहिँ गाडीको टायर चाहिँ बाँगे रहेछ। अब यहाँमा ठोकिन आयो। यहाँ देख्न सक्नुहुन्छ गाडीका काँचहरू सब यता फुटेका छन्। ठोकिसकेपछि सिधा गाडी गयो भन्ने डर धेरै थियो हामीलाई। त्यही पनि अब बाँच्न सफल भयौँ हामी।